बालनजीको बारेमा म कुरा गर्छु। उहाँलाई पार्टी खोलौँ है भनेर सल्लाह माग्न म चाहिँ 5 चोटि मैले उहाँलाई भेटेँ, मान्नु भएन। जेनजीको आन्दोलनभन्दा पहिला उहाँलाई मैले धेरै रेस्पेक्ट गरेको मान्छे हो। उहाँले बरु मेरो पक्षमा केही पनि लेख्नु भएन, बोल्नु भएन, तर उहाँको त्यो उपमेयर लगायतका कुरामा प्रमुख प्रशासकीय अधिकारीलाई जबरजस्ती हुलेको कुराहरूमा उहाँको डिफेन्ड गरेर मैले चाहिँ थुप्रै पोस्टहरू हालेको छु। तर उहाँले मेरो पक्षमा त केही पनि लेख्नु भएन, बोल्नु भएन। जेनजीको आन्दोलनभन्दा अगाडि धेरै राम्रो मैले मान्छे मानेको, तर जेनजीको आन्दोलन पछाडि उहाँप्रतिको दृष्टिकोण मेरो चेन्ज भयो। उहाँका गल्तीहरू के थिए? जेनजीलाई उक्साउनु भयो होइन, त्यत्रो ठुलो लडन्त भिडन्त भयो है। सिंहदरबार जलाउँछु भनेर पहिला भनिहिँडेको कुरा, त्यही कुरा तपाईँको छैन, तपाईँको त्यहाँनिर देखियो है। अर्को कुरा राम्रो बुझौँ है, अब यसलाई गाली नमान्नु होला, बुझ्नै पर्छ यो कुरा, किनभने साँचो कुरा साँचो भन्नै पर्छ। मैले भने यो पानीको बोतललाई तपाईँले बियरको बोतल भन् भनेर भन्नुहुन्छ भने म मरिगएँ भन्दिनँ। मेरो अन्तिम साससम्म म यो पानीकै बोतल हो भन्छु। त्यस्तो सत्यवादी मान्छेहरूको सामु राम्रो बुझौँ है त। त्यत्रो जेनजी घाइते भएर अस्पतालभरि असललाई भुइँमा बसिरहेछ, कोही एक दिन हेर्नु जानु भएन है। अन्त्येष्टि गरियो त्यत्रो तपाईँको छैन उसमा, त्यहाँसम्म तपाईँको उहाँ जानु भएन। हार्दिक श्रद्धाञ्जलीसम्म लेख्नु भएन उहाँले। देश जलेर तपाईँको तहस नहस भइराख्दाखेरि उहाँलाई बोलाएको नि त जेनजीले त पहिला त, होइन र? जानु भएन, निस्किनु भएन। अनि त्यस्तो अवस्थामा हामीले सम्हाल्न आउनु पर्यो। यहाँ त हाम्रो त साथीको गिदी निस्किसक्यो, साथीको तपाईँको छैन होइन, विभिन्न कुरा भइसक्यो त्यहाँनिर भनेर बोलाउँदाखेरि उहाँ आउनु भएन। आपद विपदमा लुक्नुभयो उहाँ। पछि के गर्नुभयो भन्दाखेरि अहिलेको सरकार पनि उहाँकै सरकार हो। कुलमानजी, म चाहिँ फेरि झुट बोल्ने मान्छे होइन है, आत्मसाक्षी राखेर भन्छु। सालपासी लिचुङको कसम त्यसै खाँदिनँ म, जेको कसम खाँदा पनि खान्छु म।